हेलो साथीहरू, नमस्ते। वेलकम ब्याक टु माई च्यानल। साथीहरू, आज चाहिँ म भगटे साध्न गइरहेको छु। यसको लागि चाहिने सामान भनेको मेन त भगटे नै भयो। अनि त्यसमा सुन्तला, अनि दही राख्ने, तिल भुटेर पिनेको, अनि चिनी, अनि थोरै नुन राख्ने आफ्नो स्वादअनुसार। अनि झान्नको लागि चाहिँ तोरीको तेलमा मिठो हुन्छ। तोरीको तेल, अनि खोर्सानी, अनि मेथी, यति नै। अब मैले सबै चिज राखेँ, दही पनि राखेँ। अब यसलाई चाहिँ मजाले चलाउने। अलिकति बेसार हाल्छु नि। यहाँ हाल्दो त, यहाँ कति 1 चम्चा झुसे। अब सबै मिक्स गरिसकेपछि अब यसलाई तेल तताएर मेथी पुराएर खोर्सानी राखेर झान्ने। अनि यो झानिसकेपछि फेरि मजाले चलाउने र त्यसपछि खानको लागि तयार हुन्छ। दही सक्यो कि रह्यो? अब पुगेन भने हाल्नुपर्छ। यही नै अब राइता जस्तो हुन्छ। अचार जस्तो हुन्छ कि भात खान मिल्छ? मिल्छ। यो राम्रोसँग मिक्स भइसक्यो। अब खानको लागि तयार भइसक्यो। यसरी नै तपाईहरु पनि बनाएर खानुहोला। थ्याङ्क यू।